है त्यस्तो के समस्या पनि सम्झ्यो हुन्छ हुन्छ दुई हजुरलाई तीन हुन्छ बुवा 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 के भएर बुहारी के भएर यहाँ हेर्नु त त्यो कृषिका हाकिमहरूले त घुस खाँदो रहेछन् हात्ती जस्तो कुरो पनि ट्युनबाट आउन सक्छ माथिबाट मूलबाट राम 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 यसले के को घुस खाएको भन्ने हो र यो त घिचेको भयो नि हात्ती जस्तो कुरो पनि ट्युनबाट आउन सक्छ माथिबाट मूलबाट हात्ती जस्तो कुरो पनि ट्युनबाट आउन सक्छ माथिबाट मूलबाट भने कता छ यो भिडियो कहाँबाट लिक भयो सामाजिक सञ्जालभरि यही भिडियो छ हामीले पैसा लिएको हामीलाई थाहा छ क हाकिम साहब त्यो भिडियो सामाजिक सञ्जालमा कसरी आयो हामीलाई थाहा छ हजुरलाई त कसरी थाहा हो कसले लिक गरिदियो हामीलाई हाम्रै मान्छेले भनेको बाबु खास कुरो के हो हाकिम साहबलाई यहाँ आएर भनिदिनु पर्यो मैले हो हाकिम साहब मैले जति बेला चाहिँ नि मेरो अनुदान पास भएर त्यो हजुरलाई 2 लाख रुपियाँ दिइरहेको थिएँ नि त्यो बेला मैले तपाईँले थाहा नपाउने गरेर मोबिलमा भिडियो खिचिरहेको थिएँ त्यही मैले यसले छरपट्ट पारेँ तपाईँको माछा पोखरी पास गर्नलाई ओहो त्यो तपाईँको त यत्रो पोखरी अब ठुलो पोखरी राख्नलाई गुगलबाट सर्च गर्दा 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 बल्ल तल्लो एउटा गतिलो पोखरी फेला पारेर राखेको यो चाहिँ नि हात्तीलाई टेबल मुनिबाट दिउँ कि माथिबाट दिउँ हजुर हात्ती जस्तो कुरो पनि ट्युनबाट आउन सक्छ माथिबाट मूलबाट ड्यान ड्यान हात्ती आयो हात्ती आयो हात्ती आयो हात्ती अनि के हो हाकिम साहब हामी चाहिँ यही देशमा बसौँ के गरौँ भन्ने अनि हजुरहरू चाहिँ नि सरकारले दिने भनेको चाहिँ अनुदानमा चाहिँ नि अझै उहाँहरूको कुरा गरौँ न त्यत्रो विधि बाख्रा ल्याएर घरलाई चाहिँ नि भाडामा ल्याएर खोर बनाएर बाख्रा पाल्दा पनि गएर फोटो खिच्ने क्याचरले खिच्ने अनि एउटा सिङ यस्तो छ एउटा यस्तो छ भन्ने त्यस्तो पनि हुन्छ अनि मैले के ठुल्बा यत्रो चाहिँ